हेलो साथीहरु, स्वागत छ जिमिनी ब्लगमा। आज चाहिँ हामी भाले बास्ता नबास्दै थेगु महानगरबाट आन्दोङ गाउँ एकदमै दुर्गम गाउँमा पुगिसकेका छौं। त्यहाँ पुग्न साथ साउबाले हामीलाई कफीले स्वागत गर्नुभएको छ। साथीहरु बाटोमै बसेर कफी खाइराख्नु भएको छ। सखरखण्डा अनि पिडालुहरु चाहिँ यहाँ गाउँघरमा मजाले स्टोर गरेर राखेको रहेछ। अहिले चाहिँ हामी काम गर्ने ठाउँमा छौं। यहाँ चाहिँ हामीले काम गरेर पनि हामी भ्याइसक्यौं र हामी बाहिर निस्किदै छौं। अब हामी पहाडीपट्टि जाँदै छौं। यो चाहिँ यहाँको गाउँघर हो। यहाँ चाहिँ धेरैवटा घरहरु छन्, साना साना घरहरु। यहाँबाट हामी तलतिर जान्छौं। यो चाहिँ यहाँबाट रोड राम्रोसँग पिच भएको छैन। यो तल चाहिँ स्याउघारी छ। यो स्याउघारीको पारीपट्टि हामी जान्छौं। हामी पुगिसक्यौं त्यो बारीमा। माथि साउबा चाहिँ मल्चिङमा होल बनाउँदै हुनुहुन्छ। हामीले चाहिँ अब यो बिउ कपमा हालिराखेका छौं। यो चाहिँ छाम्के भन्दो रहेछ। यो तिल जस्तै हो। यसले चाहिँ छामखिरुम चाहिँ पछि यसबाट चाहिँ तेल बनाउने रहेछ। छामखिरुम भन्छ यहाँ चाहिँ है। यो चाहिँ एकदमै महँगो तेलमा पर्छ यहाँ। यो चाहिँ अब एकजनाले दुईवटा बिउ यो मल्चिङ होलमा हाल्ने, अर्कोलाई पुर्ने गर्छौं। अहिले यहाँ पनि काम सकेर हामी स्याउ बगानतिर जाँदै छौं। अब हामी एकैछिनमा स्याउ बगानमा पुग्ने छौं। अब पुरै हामी हिलो छ। यो हिलो जुत्ताहरु धोएर सुकाछौं। साथीहरु खाना खाएर लम्बतन्न सुत्नु भएको छ। अब चाहिँ हामी यो स्याउ छाटकाट गर्ने तर्फ लाग्यौं। यहाँ चाहिँ अब यो राम्रो चाहिँ सबभन्दा ठूलो फल्ला जस्तो चाहिँ राखेर बाँकी फलहरु चाहिँ सबै झार्दिने अथवा काट्दिने रहेछ। पानी परेको कारण हामी 3 बजे नै काम बन्द गरेर अब फर्क्यौं। यो चाहिँ बाटोमा हो। गाई फार्म रहेछ। ठूलो गाई फार्म छ। यहाँ धेरैवटा गाईहरु पालिरहेछन्। यो चाहिँ मल्चिङ गरेर आलुहरु रोप्यो छ। यहाँ विभिन्न सागहरु छ। यो चाहिँ गहुँ रोपिएको रहेछ। यहाँ चाहिँ यहाँ आलु छ। अब यहाँ चाहिँ धान रोप्ने तयारी पनि भइरहेको छ। प्राय जसो यहाँ चाहिँ मल्चिङ गरेर चाहिँ रोपिएको छ।